यहाँ चाहिँ छ फम्बीको पानी हो। अनि यो चाहिँ म तपाईहरुलाई भोलि बनाएर देखाउने छु। आज चाहिँ हाम्रोमा पाहुना आउनेवाला छ नि त, त्यही भएर चाहिँ अलिकति हामी बिजी छौँ। अनि यो फम्बीको पानी चाहिँ म तपाईहरुलाई भोलि गोलेर देखाउँछु कस्तो चाहिँ हुन्छ भनेर चाहिँ है। सबैलाई नै प्रायःलाई अब जान्ने इच्छा हुन्छ नि त यो चाहिँ कसरी घरमा बनाउँछ भनेर। सो म तपाईहरुलाई देखाउने छु। दिप्टु दाइ बिजी छ यहाँनिर यी मासुहरू बनाउनको लागि हो। हेलो नमस्ते हजुरलाई, वेलकम एन्ड वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ म तपाईहरुलाई के देखाउन गइरहेको छु भन्दाखेरि हाउ टु मेक फम्बी है। फम्बी चाहिँ घरमा कसरी बनाउन सकिन्छ हामीले भनेर चाहिँ। अनि यो पानी चाहिँ मैले फम्बीको पानी चाहिँ मैले हाट बजारबाट ल्याएको थिएँ। अनि हाट बजारमा चाहिँ कहिले कहिले पाउँछ भन्दाखेरि चाहिँ वेडनेसडे र स्याटरडे मात्रै पाउन सक्नुहुनेछ। त्यहाँ एकजना आन्टीको दोकान छ, त्यहाँबाट चाहिँ पाउनुहुन्छ त्यहाँनिर है। सधैँ हुन्छ वेडनेसडे र स्याटरडे चाहिँ। अनि चाहिँ मैले चाहिँ ल्याइसकेको थिएँ। अनि यो पानीलाई चाहिँ ल्याएर चाहिँ एकछिन राख्नुपर्छ। अनि माथि माथि चाहिँ पानी सङ्लो पानी रहेको हुन्छ अनि तलबाट चाहिँ एउटा बाक्लो हुन्छ है। त्यो बाक्लोलाई चाहिँ राख्नुपर्छ, माथिको त्यो पातला पानी चाहिँ फ्याँक्नुपर्छ। अनि फ्याँकिसकेपछि यसरी बाक्लो मजाले व्हाइट कलरको रहन्छ। त्यहाँदेखि चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ नुन, त्यहाँदेखि हर्दी, त्यहाँदेखिको तेल रिफाइन ओइल हाल्नुपर्छ। त्यहाँदेखिको चाहिँ त्यसलाई मजाले मिलाएर चाहिँ रिफाइन तेल पनि हालिदिनुपर्छ यहाँनिर। त्यहाँदेखि यसलाई चाहिँ मजाले फिट्नुपर्छ तिनटालाई है। नुन चाहिँ आफ्नो टेस्ट अनुसारले हाल्नुपर्छ। मजाले नुन हालेको छ भने चाहिँ मजाले मिठो हुन्छ, त्यसको आफ्नै टेस्ट भइरहेको हुन्छ। त्यहाँदेखि त्यो सबै भएपछि मजाले ग्यास अन गरेर चाहिँ हामीले यसरी घुमाउनु थाल्नुपर्छ है। मजाले ढेँडो घोलेको जस्तै भनौँ न। अनि यसरी घुमाउँदै घुमाउँदै जानुपर्छ। त्यसको आफ्नो उयो थिकनेस हुँदै जान्छ है, त्यो आफै थिक हुँदै हुँदै हुँदै। फम्बी चाहिँ कालिम्पोङको एकदम ट्रेडिसनल डिस पनि मानिन्छ, यहाँको फेभरेट है। हर कोहीले नै एकदम मन पराएर खानुहुन्छ। अनि हाट बजारमा चाहिँ एभ्री टाइमै पाउनु पनि सक्छ हामीले है, त्यहाँनिर बेचिरहेको हुन्छ। एकदमै मिठो हुन्छ, टेस्टी हुन्छ। अनि कति कति जग्गाको मान्छेहरूले त ट्राई पनि गर्नु भएको छैन होला। एकपल्ट कालिम्पोङ आउँदा त एकपल्ट मजाले नै ट्राई गर्नुहोस्, यो तपाईँहरूलाई मन पर्ने नै छ है सबैजनालाई नै। अनि यो देख्दा त अब कतिजनालाई चाहिँ खमखम पनि लागिसक्यो होला है, कसरी बनाउनु एकपल्ट ट्राई चाहिँ गर्छु भन्ने भइरहेको होला। सो तपाईँहरूले पनि ट्राई गर्नु भने चाहिँ एक कमेन्ट गर्नुहोस् है, कस्तो लाग्छ के लाग्छ, कस्तो बनियो फर्स्ट टाइममा। म चाहिँ प्रायः लिएर बनाइबस्छु, सो अलिकति मलाई धेरै नै आइडिया छ है। यसरी घोल्दै 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 जाँदाखेरि चाहिँ मजाले नै अब बाक्लो हुँदै आउँछ। यसले चाहिँ मजाले आफ्नो उयो गर्छ। अनि घोल्नु चाहिँ बिचमा रोक्नु चाहिँ हुँदैन यसलाई, किनभने मुनि चाहिँ बाक्लो बस्छ, त्यहाँ माथि पानी मात्रै बस्छ। त्यो भएर चाहिँ यो मिल्दैन फेरि यसको हो। अनि त्यही भएर चाहिँ एकैतालमा घोल्नुपर्छ, मजाले तलैबाट घोल्नुपर्छ। सो अब यो चाहिँ मेरो बनिनु पनि थाल्यो, हल्का बाक्लो हुनु थाल्यो। अब चाहिँ कम्प्लिट हुनु नै लाग्यो, बेसी टाइम त लाग्दैन। यसको पानी मजाले मिलेको छ भने चाहिँ बनिहाल्छ। यो बनिनु नै लाग्यो अब मेरो चाहिँ। सो तपाईँहरूले कतिले चाहिँ खानु भएको छ, कसको फेभरेट हो यो फम्बी चाहिँ एकदम कमेन्ट गरिदिनुहोस् होला हो। हाम्रो चाहिँ हामी 3 दिदी बहिनीको चाहिँ एकदमै फेभरेट हो। सो योपालि चाहिँ दिपना दिदी आउनु भएको थियो नि त घर छुट्टीमा, सो उसकै लागि नै ल्याइदिएको थिएँ मैले स्पेसली चाहिँ। हामी चाहिँ खाइ नै बस्छौँ। अन्त दिदी चाहिँ सिलगढीमा भएकोले गर्दाखेरि उसले प्रायः खानु पाउँदैन, सो त्यही भएर चाहिँ मैले ल्याइदिएको थिएँ। अनि चाहिँ एकदमै दामी भएको छ यो, हेर्नुहोस् हुनु थाल्यो पनि, यो कम्प्लिटली हुनु थाल्यो। फम्बी चाहिँ फिङको पानीको हो यो चाहिँ। अन्त मुङको दालले चाहिँ बनिएको हुन्छ। फिङ बनिसकेर त्यो वेस्ट पानी रहन्छ जुन चाहिँ, त्यसको चाहिँ यो फम्बीको झोल बनिएको हो भन्छ है। अनि चाहिँ मेरो चाहिँ कम्प्लिट भइसक्यो, इट्स रेडी। अब यसलाई चाहिँ मजाले मिलाएर चाहिँ राख्नुपर्छ। अब यो रेडी भइसक्यो, यत्तिको भइसक्यो चाहिँ त्यो पाकेको हुन्छ। त्यहाँदेखि चाहिँ यसलाई चाहिँ अब राख्नुपर्छ कति टाइमको लागि चाहिँ यसलाई सुकाउनुपर्छ। अब सुकाउनु मतलब यो मजाले सेलिनु पर्यो। सेलेपछि चाहिँ त्यहाँदेखि टक्कै काटेर खाने लायकको हुन्छ। 1-2 घन्टा मजाले सेलियो भने चाहिँ बनिहाल्छ। फ्रिजमा राख्नु भने झन् छिटो सेलिन्छ। सो यो चाहिँ सेली पनि सक्यो मेरो। अब यसलाई काट्नुपर्ने हुन्छ। तपाईँले पनि घरमा बनाएर खानु सक्नुहुन्छ। यो चाहिँ मेरो रेडी भइसक्यो हो। सो अब चाहिँ यसलाई काट्नुपर्ने हुन्छ है। अनि तपाईँहरूले पनि यसरी घरमा बनाएर खानु भने चाहिँ एकदमै मिठो हुन्छ है, हाइजिन पनि हुन्छ, मिठो पनि हुन्छ, तातो पनि हुन्छ होइन। अनि चाहिँ यो चाहिँ अब मेरो रेडी भइसक्यो। अब यसलाई चाहिँ काट्नुपर्ने हुन्छ यसरी। अन्त मलाई चाहिँ अब डिफ्रेन्ट डिसहरू केहरू चाहिँ ट्राई गर्नु मन परिबस्छ नि त। सो त्यही भएर चाहिँ म यो फम्बी पनि लिएर बनाइबस्छु कोही कोही बेला। अन्त
मेरो घरमा चाहिँ सबैजनाले मन पराउनुहुन्छ कोही बेला बनाएर ल्याउँछु यसरी बनायो भने चाहिँ सबैजनालाई पनि मजाले है सफिसियन्टली खानु पनि पुग्छ नि त यहाँबाटै देख्नु सक्नुहुनेछ तपाईँले एकदमै यो भएको थियो स्मुथ भएको थियो यो चाहिँ मजाको भएको थियो दोकानकै हिसाबको भएको थियो अनि चाहिँ यसरी काटेर चाहिँ मजाले तपाईँहरूले भुटेर खान सक्नुहुनेछ भुट्नुको लागि चाहिँ केही पनि छैन सजिलो प्रोसेस छ प्याज टमाटर अनि लसुन अनि रातो रङ र खोर्सानी हाल्नुभयो भने चाहिँ यसरी बनिहाल्छ अलिकति हुचिङ पनि हाल्नुपर्ने हुन्छ है अजिनोमोटो पनि अलिकति हाल्नुभयो भने त्यहाँनिर टेस्ट दिन्छ सो मैले चाहिँ यसमा अलिकति यो पनि हालेको थिएँ धनियाँ पनि छरेको थिएँ अनि यसरी मेरो चाहिँ रेडी भयो रेडी टु एट है मम्मी कस्तो लाग्यो मम्मी कस्तो लाग्यो भने मम्मी हो मलाई मन पर्छ नि त खाना मन पर्छ पुरा मन पर्छ पारेर चाहिँ भयो यो चाहिँ आलुदम मम्मी एन्ड आलुदम यो आलुदम दुईटा मिक्स गरेर खाँदा त बाल हुन्छ बाल बालो बाल्बो अन्त नेपालीहरूको घरमा फेरि खाजा त हुनै पर्यो बनाए पनि यो चाहिँ हुनै पर्छ कम्प्लिट हुन्छ नेपालीहरूको घरमा यो चाहिँ इट्स लाइक हुन्छ मेन्डेटरी हो मेडिसिनल चिया भन्दैछ यो चिया यस्तो मजाले फुट्दैछ चिया